यो जाडो टाइममा चाहिँ होम सर्भिस जाँदाखेरि चाहिँ जति कपडा लगाए पनि पुगेको जस्तो नै हुँदैन क्या, कस्तो चिसो हुन्छ यदि तपाईँहरू बाइक स्कुटरमा जानुहुन्छ भने है। सो म चाहिँ नि होम सर्भिस जाँदाखेरि जहिले नि इनड्राइभमा जान्छु, बाइक स्कुटरमै गइरहेको हुन्छ अनि कस्तो चिसो हुन्छ के। अझ अर्ली मर्निङ एकदमै छिट्टो छ भने त ओ माई गड, साँच्ची भनेको क्या सहनै नसक्ने जाडो हुन्छ के, टन्नै लुगा लगाएर निस्किनु पर्छ। सो आज पनि मेरो चाहिँ मेकओभरको लागि होम सर्भिस थियो। सो उहाँहरूले चाहिँ बर्थडेको लागि 3-4 जनाको लागि बुक गर्नु भएको थियो। म चाहिँ लोकेसनमा पुगेर साथीलाई वेट गर्दै थिएँ, साथी पनि आउँदै हुनुहुन्थ्यो। सो आजको क्लाइन्टहरू चाहिँ उहाँहरू हुन्छ, उहाँहरूले चाहिँ मलाई अगाडिदेखि नै बुक गर्नु भएको थियो, एकदमै अगाडिदेखि बर्थडेको लागि भनेर। सो उहाँको बेबीको बर्थडे अनि प्लस फ्यामिली फोटोसुट पनि भएको भएर त्यहाँ चाहिँ 80 इयर्सको आमा पनि हुनुहुन्थ्यो, उहाँको पनि हामीले मेकओभर गरिदिएको थियौँ, एकदमै ह्याप्पी हुनुभएको थियो। सो मेकओभर गरिसकेर फाइनल लुक चाहिँ यहाँहरूले देख्न सक्नुहुन्छ। उहाँहरूले चाहिँ एकदमै सिम्पल खालको लुक खोज्नु भएको थियो अनि उहाँहरूले भनेको अनुसारले चाहिँ हामीले सबै लुकहरू गरिदिएको छौँ। सबैजनाले मेकओभर एकदमै धेरै मन पराउनु भएको थियो। आमा पनि एकदमै ब्युटिफुल देख्नु भएको थियो, कस्तो खुसी भइराख्नु भएको थियो, उहाँलाई अर्कै देखिरहेको थियो क्या, अर्कै टाइपको प्रिटी देखिएको। मेकओभर सकेपछि क्लाइन्टले खुसी भएर मेकओभर एकदमै राम्रो लाग्यो भन्नुभयो भने चाहिँ त्यो जस्तो खुसी चाहिँ हामीलाई केही पनि लाग्दैन। सो त्यहाँको काम सकेर चाहिँ हामीहरू निस्क्यौँ। त्यसपछि चाहिँ हामीले बाहिर गएर खाजासाजा खायौँ, एकदम भोक लागिसकेको थियो अनि त्यसपछि चाहिँ हामी आफ्नो घर लाग्यौँ। त्यही नै हो आजको मेरो मिनी भ्लग। यदि तपाईँहरूलाई पनि माघ फागुनको लागि कुनै पनि मेकओभर चाहिएको छ भने चाहिँ यहाँहरूले मलाई मेसेज गर्न सक्नुहुन्छ।